जलवायु परिवर्तनको अभूतपूर्व चुनौती सामना गरिरहेको छ। यसको प्रभाव वातावरणमा मात्र सीमित नभई कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, पूर्वाधार, जैविक विविधता, जनस्वास्थ्य तथा समग्र आर्थिक सामाजिक विषयका विकासमा प्रत्यक्ष रूपमा प्रभाव पारेको छ। नेपाल जस्तो हिमाली तथा जलवायु संवेदनशील मुलुक र प्राकृतिक सम्पदाले सम्पन्न गण्डकी प्रदेश पनि यसबाट अछुतो छैन। यस सन्दर्भमा बीपीको दूरदर्शी सोचलाई आजको जलवायु सङ्कट, दिगो विकास र भावी पुस्ताप्रतिको हाम्रो दायित्वसँग जोडेर हेर्नु अत्यन्त सान्दर्भिक छ। यसै सन्दर्भमा हामीले प्राय जननायक बीपी कोइरालालाई लोकतन्त्रका महानायक, समाजवादी चिन्तक र जनअधिकारका अथक योद्धाको रूपमा सम्झन्छौँ सामान्यतया। तर बीपी केवल राजनीतिक नेता मात्र हुनुहुन्थेन। उहाँ दूरदर्शी राष्ट्र निर्माता, योजनाबद्ध विकासका पक्षधर तथा प्राकृतिक स्रोतको संरक्षण र न्यायोचित उपयोगलाई राष्ट्रिय समुन्नतिको आधार मान्ने नेता पनि हुनुहुन्थ्यो। नेपालमा वन संरक्षण, प्राकृतिक स्रोतको व्यवस्थापन र योजनाबद्ध विकासको अवधारणाले संस्थागत रूप लिँदै गएको समयमा बीपीले आफ्नो राजनैतिक नेतृत्व मार्फत प्राकृतिक स्रोतलाई राष्ट्रको साझा सम्पत्तिको रूपमा हेर्ने, त्यसको संरक्षण गर्ने र योजनाबद्ध विकाससँग जोड्ने सोचलाई निरन्तर अगाडि बढाउनु हो। आफू प्रधानमन्त्री हुँदाका बखतदेखि यसलाई चाहिँ हाम्रो चाहिँ राष्ट्रिय डकुमेन्टहरूमा चाहिँ मेन स्ट्रिम गरेर उहाँले निरन्तर अगाडि उहाँले गर्नुभयो र त्यो निरन्तर अघि बढ्यो। उहाँका लागि वन, जलस्रोत, भूमि र जैविक विविधता तत्कालीन पुस्ताको मात्र होइन, भावी पुस्ताको साझा उत्तराधिकार पनि थिए भन्ने कुरा चाहिँ उहाँले त्यतिखेर ठान्नु भएको थियो र त्यही अनुसार अगाडि बढाउनु हो। वातावरण मन्त्रालयको एजेन्डा पनि होइन। यो हामी कसको एजेन्डा हो? यो किसानको विषय पनि हो, यो पर्यटन व्यवसायीको विषय पनि हो, पूर्वाधार निर्माणको विषय पनि हो, खानेपानीको विषय पनि हो, ऊर्जा सुरक्षाको विषय पनि हो र यो स्वास्थ्यको विषय पनि हो र यो समग्र आर्थिक तथा सामाजिक विकासको विषय पनि हो। अझ भन्नुपर्दा जलवायु परिवर्तन आज विकासको सबैभन्दा ठुलो चुनौती बनेको छ। हामीले निर्माण गरेका सडक, पुल, विद्यालय, अस्पताल, खानेपानी आयोजना, जलविद्युत आयोजना, कृषि प्रणाली तथा पर्यटन पूर्वाधारमा सबै जलवायु परिवर्तनबाट प्रभावित भइरहेका छन्।